को लागि भनेर कति दुःख गरे, कति सहे। अब त बरु मलाई कुर्दा मार्नु दिदी, तर म यो घर छोडेर कहीँ जान्न। यदि म यस घरबाट जानु परेछ भने पनि मेरो सास छैन, मेरो लास जान त। त्यसो भए भिरबाट आम फालेर मर कि विष खाएर मर, तर बिन्ती छ त यो घरबाट निस्किजा। तल चिना भइरह्यो भने बरु म सौदा सक्छु, तर मेरो छोरी र हजुरलाई छोडेर कहीँ पनि जान सक्दिनँ हजुर। अनि म जाउँ पनि कहाँ जाउँ भन्नुहोस् त, म कहाँ जाउँ? मैले 7 वचन खाएर 7 फेरा लिएर हजुरसँगै जिन्दगी बिताउँछु, मरे पनि हजुरसँग, बाँचे पनि हजुरसँगै भनेर आएको। मैले 20 वर्षसम्म यस घरमा कति दुःख सङ्घर्ष गर्दै आएँ। अहिले आएर म कहाँ जाउँ? न मेरो कोही आफन्त छ, न मेरो माइती मावली दाजुभाइ कोही छ। हजुरले नै यस्तो भनेपछि म कहाँ जाउँ? न मेरो बाउ आमा हुनुहुन्छ, मलाई दुःख पर्दाखेरि म छु छोरी तेरो भनेर मलाई साथ दिने। अरे हजुरले नै यसो भनेपछि म कहाँ जाउँ? को छ र मेरो? मलाई बरु मार्नुहोस्, तर म हजुरलाई छोडेर कहीँ जानु सक्दिनँ। हेलो भावना भेटिसके, अब तिमीले नखोज्दा हुन्छ। हुन त खोज्न नि के खोज्यो होला र? कति बेला मर्ली जस्तो भएको थियो होला। चुप लाग, बढी नबोल। भयो धेरै नकारा। भावना मैले भेटिसके, अहिले हामी एउटै बिस्तारामा छौँ। भेटे मैले भनेर भने त भइहाल्यो नि, अनि किन अरू कुरा गर्नु पर्यो? अरू कुराको मतलब छैन मलाई। ल भेटेछ, बधाई छ तँलाई। फेरि हरौली सम्हालेर राख आफ्नो श्रीमतीलाई। चुप लाग, हामीलाई स्वागत मनाउन ढिला भइसक्यो। अस्ति बिहेको दिन नि तेरै कारणले विरोध भएको थियो, अब आज नि डिस्टर्ब हुने भयो। अनि के तैँले नै फोन गरेको होइन? मैले तँलाई फोन गरेर डिस्टर्ब गरेको हो र? ए तिमीलाई हतार भइसक्यो? हेलो हेलो, केटोले फोन राखेछ। यति नगरेको भए मेरो मनले शान्ति नै पाउने थिएन। अब त केटोले बुझ्यो होला नि कि भावना मेरी मात्र हो भनेर। साली तेरो नाटक धेरै भयो। त रोयो भनेर मेरो मन पक्लिन्छ भनी सोचेको? म तँलाई नमारी तँलाई म नमारी सक्दिनँ। तँलाई भाइ अलि मजाले हान्न सक्दैनस्? के को छोए जस्तो मात्रै गरेको? मजाले कुटिस भने पो छोडेर जान्छे त हार मानेर। यही ताल हो भने त जाँदिन बाबा। यो तँलाई मैले सानामा यत्रो डल्ला घिउ खाएको यही गर्नलाई हो? छैन बल तागत?